अहिले चाहिँ हामी ट्याक हिँडिसक्यौँ पौडी हान्नलाई पैसा बचत गरेर चाहिँ हामी नेचुरल ठाउँमा जान आँटेका छौँ। केटाहरू पछाडि टोली छन्। चाहिँ यहाँ धारे हान्दिएर होइन ट्याक बसिसक्यो ट्याकको चाउचाउ हान्दै हो होइन। केटाहरू चाहिँ यतातिर छौँ सबजना। अनि शीतलमा आएर यहाँ मतलब भिडियो हान्नै बिर्सेछ कि अनि त्यही भएर हान्दै अब तलतिर लाग्छौँ हामी घरतिर। पनि त्यस्तै हो केटा। रमाइलो भयो कि भएन? रमाइलो भयो। हे गाइज वेलकम ब्याक टु मान अदर भिडियो स्निपर्स भ्लग है। तपाईँहरू मात्र प्यारो भ्लग आइसक्यो छल पारामा। अहिले चाहिँ ट्यागको केटाहरूसँग जान आँटेँ भनौँ न। गेटअपमा आइसकेँ म चाहिँ। गर्मी छ नि त। भित्र चाहिँ सेतो टी सर्ट लगाएँ मैले। अनि कालो ज्याकेट अब यसो हात नडोडोस् भनेर हो होइन। त्यही हो आज चाहिँ स्विमिङ खेल्न जाने हामी पैसा बचत गरेर चाहिँ नेचुरल ठाउँमा स्विमिङ गरेर जाने। 1 घन्टाको बाटो हिँडेर भन्ने हल्ला छ। त्यो भएर जान आँटेँ। अब के गर्छ म देखाइहाल्छु। केटाहरू चाहिँ उता कुरिराखन होइन। अहिले चाहिँ हामी ट्याक हिँडिसक्यौँ पौडी हान्नलाई पैसा बचत गरेर चाहिँ हामी नेचुरल ठाउँमा जान आँटेका छौँ। केटाहरू पछाडि टोली छन्। हामीलाई चाहिँ केही थाहा छैन बाटो साटो सब तिनीहरूलाई थाहा हो। अनि अब जान्छौँ होइन खेल्छौँ। 1 घन्टाको बाटो छ भनेर तर्साइदिइसकेँ। वा हिँड्नुपर्छ नि यहाँबाट ढलमले हिँडेर नि त्यहाँबाट मास्तिर उकालो जङ्गल लाग्ने भनेर अब के कस्तो हुन्छ देखाउँछु बाटोतिर है। यहाँ माथि पुग्नुपर्छ हामी यहाँ माथि। केटाहरू चाहिँ सबजना खाने होइन। अब त्यहाँबाट एउटा थपिन्छ त्यो चाहिँ अलिकति लिडर भनौँ न। त्यसलाई चाहिँ बाटोहरू थाहा छ भनौँ न। लिडर त के लिडर हुनु होइन। बाटो थाहा छ। अहिले चाहिँ यहाँ रोपाई चल्नु अनि यहाँ रोपाई चल्न थालिसकेको छ कसमजीको सब ठाउँतिर होइन। रोपाई अहिले यहाँ आलु सालु ट्याक काटेर अहिले रोपाई चाहिँ एकदम खनेर होइन भइरहेछ मस्तको लन्दर पारामा। अहिले चाहिँ हामी छलछल पारामा हिँडेको छौँ नि। अब जाउँ खोला चाहिँ अलि भिडियो हेरेँ मैले के अरे चित्त नबुझ्दो छ होइन। अब जे हो भने अब हेरौँ त्यहाँको स्थिति के हुन्छ है। अब पौडी खेल्ने भने चाहिँ मुला गोही हुन्छ नि त्यो एकदमसँगले त्यो नेसनल पार्कतिर हुन्छ नि त्यो हल्का हरियो टाइपको त्यो पोखरीतिर क्या छेउछेउमा गई बस्छ नि आँखा देखा त्यस्तै छ क्या भिडियो हेर्दा चाहिँ होइन। अब त्यहाँ रियलमा जो कस्तो छ के छ होइन त्यही अनुसारले अब पुरा अगाडि बढिन्छ है। त्यही हो नत्र भन्दा अब यसो घुम्ने आउने स्थिति अब हुन्छ। पौडी खेल्न जाने भनेर हिँड्न चाहिँ सबजना केटाहरू ब्यागमा त्यहाँ चडी ट्याकर तौली सौली होइन सब छ क्या। अनि त्यही हो अब जाउँ जाँदै हो भनौँ। केटाहरू कसैले 1 रुपियाँ ल्याएर हुन्छ क्या। अनि 1 रुपियाँ भन्दा नि हुन त होला हल्का फुल्का जे भयो नि हामीलाई खाजा पुग्ने हिसाबको पैसा छैन क्या। अनि अब हामी चाहिँ बाटोमा जे देख्यो अब त्यही हल्का मिलाएर चाहिँ दबाउनु पर्छ भन्ने स्थितिले हिँडेको। अहिले चाहिँ हामी ट्याकोसँगले चाहिँ फेरि राइट नाउ हाइवे आइसकेका छौँ होइन। एउटालाई उयो भाइले अलिक भाइले कुर्दा ल्याङ भइदिएर क्या। अनि आधी घन्टा चाहिँ टाइम वेस्ट भइदिएर है। अनि अहिले चाहिँ जाँदै भनौँ न ट्याकोसँगले कोही नबस्ने भएपछि घरतिर झ्यालस्याल यस्तो नि हुन्छ है व्यवस्था यहाँ रोडबाट। तर यो हाम्रो काम चाहिँ होइन होइन। यो कुन चाहिँ काम हो लगाएर सिधा जम्मै पुऱ्याइदिन्छ। अब जाउँ लिडर अब लग्छ बाटो होइन। अब जाउँ के कस्तो हुन्छ देखाउँछु बिचतिर। गर्मी चाहिँ वाइल्ड छ क्या तर हरियो रहेछ पानी चाहिँ लुता होला भन्ने टेन्सन हो होइन। त्यो बाइक चाहिँ अरू केही छैन जिन्दगीमा। अब रमाइलो गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हिँडेका छौँ। अहिले चाहिँ हामी ट्याङको पानी खान ट्याङ फुल हान्न आइरहेको छौँ होइन। मासुहरू पानी पाउँदैन जङ्गल भन्ने होला सुन्यो। ओ सबजना क्युमा केटाहरू सब सेकेन्ड मेरो पालो कस्तो पानी पनि। अहिले चाहिँ हामी ट्याग आइसकेका छौँ हल्का मासतिर होइन। यता तलतिर चाहिँ अब हल्का भ्यू देखिन्छ भनौँ न अलिकति क्यु साइडको। अनि केटाहरू खोइ पानी क्युमा लाग्यो क्या अझै आइपुगेछन् भने पहिला बजाउनु न सुनम ल आयो के आयो बर भयो अनि यहाँ चाहिँ केयु साइड छ होइन है। अब भ्यू हल्का फुल्का देखिन्छ केटाहरू चाहिँ। अहिले चाहिँ हामी ठ्याक्क जङ्गल पनि हल्का छिरिसकेको छौँ। केटाहरू चाहिँ गर्मीले सरफ अगाडि है पहाडी हिँड्दैछौँ। अब यहाँबाट चाहिँ लाग्छ अझै आधी घन्टा जति बर माथि सर्दै होइन। हेरौँ के कस्तो हुन्छ। अब यस्तो मिहिनेत गरेर गएको छ अब चाहिँ हेर्नै पर्ने हुन्छ। केटाहरूको बोसो घट्ने भयो मोटाहरूको। ओहोमा कसम पसिना भएर सब भइसक्यो। मैले चाहिँ टी सर्ट खोल्ने केटाहरू खोलेको होइन। यहाँ फेरि एलर्जी आउँछ क्या मलाई चाहिँ यस्तो त्यो
घाँसहरू हल्का छुयो भने हुन्छ नि कोही कोही त त्यहाँ म चाहिँ टी-सर्ट नफुगालिकन हिँडेँ ज्याकेट चाहिँ फुगालेँ केटाहरू त हो जस्तै हिँडेन यार अति मासतिर रहेछ त अनि रहन पनि लगभग हामी त 1 घन्टा त भयो होला हिँड्ने 1 घन्टा लगभग भइसक्यो अझै अर्को डाँडा छिरेको छ हामी अर्को डाँडाबाट अझै मासतिर बिजोग छ केटाहरू सब भएर त्यो आतङ्कवादी हुन्छ नि त्यो माओवादी र आर्मी झगडा गर्थ्यो नि पहिला त्यस्तै फिल आएर त्यो त्यहाँको केटाहरूसँग हतियार भएको होइन डेन्जर हुन्थ्यो मैले स्न्यापर चलाउँदै चाखमा हाल्यो भोलि त्यहाँको जङ्गल पनि पातलो छ त्यहाँको उताबाट हेर्दाखेरि चाहिँ बाक्लो देखिन्छ होइन माथितिरको रुखहरूले गर्दा भित्र चाहिँ त्यहाँको पातलै छ है अब चाहिँ अति गाह्रो भइसक्यो तै पनि हिँड्दैछौँ है माथितिर पानी सानी छैन भनेको थिएँ अब के गरौँ पौडी खेल्दाखेरि हल्का चाहिनु पनि गाह्रो छ त्यहाँ गएर खानालाई केही छैन पाउँछ बाइक हिँड्दै जाउँ त्यही पनि हो अब चाहिँ बल्ल गाउँ निस्किन आँटेर है वाल गर्ने भनेपछि कस्तो भइरहेको छ अनि साइल लास्ट चाहिँ रमाइलो भइरहेको छ होइन अनि बाटो चाहिँ लास्ट चाहिँ लामो रहेछ अझै आधी बाटो अझै जानु छ अरे 1 घन्टा भइसक्यो माथिबाट तलबाट आएको यहाँ आधी घन्टा बाँकी होला अझै आधी घन्टा होइन 1 घन्टै बाँकी होला गाउँ निस्केकै छैन भन्छ अब लिडरले होइन अब हिँड्नु त पर्यो सँगसँगै जता लान्छ त्यतै अब हाम्रो बाटो थाहा छैन त्यही हो त्यहाँको शीतल हावा चाहिँ अति मजा आउँछ यो भाइब सुन्दै हिँड्नलाई होइन गर्मी माथि ओभर गर्मी चाहिँ थेट बिजोग्यो भने अनि पछाडि खाने केटाहरू है अगाडि छन् अब गाउँ निस्केपछि फेरि हाम्रो एकछिन ब्रेक हुन्छ पानी सानी खाने अनि त्यसपछि फेरि चल्दी हान्नु पर्छ त्यही हो भर्खरै गाउँ निस्क्यो हामी 10-15 मिनट हिँडेपछि हामी अर्को धारा आइसकेको छ बरु भनिन्छ पानी सानी हानेर टाउको भिजाएर फेरि केटाहरू स्टार्ट भइसक्यो होइन सो अब चाहिँ हामीले पानी सानी पाउँदैनौँ अनि टन्न खाएर हिँड्दा भनौँ न अझै पाउँछ ए अझ माथि पनि पाउँछ अरे अब यहाँको त्यहाँदेखि के खान मन लाग्थ्यो र होइन त्यही पनि हल्का हाल्नुपर्छ गाउँ अब यहाँबाट फेरि उयो जङ्गल छिरेर अझ उतापट्टि रे हामी त कहाँ हो कहाँ त्यो पुलिसको त्यो बनाएको छ नि पुरै देखिन्छ क्या तँ हाम्रो जस्तो लाएर चाहिँ देखाएको छैन राम्रोसँग होइन है पुरै देखिन्छ केटाहरू अगाडि हामीले यसो फल पनि भेटिसकेका छौँ मान्छे घर यहीँ छ हामी बिस्तारो हान्नुपर्ने हुन्छ बुढो त्यही छ सो हामी चाहिँ अलिक छिटो आइपुग्यो यहाँबाट चाहिँ धेरै रहन्छ होइन नास्ता सास्ता चाहिँ ज्याक हान्दै होइन तब चाहिँ आज डेस्टिनेसन फाइनल आइपुग्यो ओए यो त बिजोकै रहेछ त्यहाँ हरियो छ पुरै लु त आउँदैन भन्छ केटाहरू यस्तो छ पानी घर नआउनु पर्छ अब यहाँ हामीहरू खेल्न आउँदो कति गएर गाइस सबजना त्यहाँ छ यो चाहिँ यहाँ आयो कि फेरि यो अनि म नि यहीँ छु भनेर यसरी होइन ल अब चाहिँ म नि यहीँ छु सबजना त्यहाँ ढ्याक खेल्दैछ होइन ओए ब्याग के भान्दिएर हौ यस्तो खतरा हुन्छ सबजना जोसेर सबजना त्यहाँ गइसक्यो बल्ल तल तरेर आउने कसरी भन्दैछ होइन अब हेरौँ ल आउने आयो आउँछ अब जसरी भने केटाकेटी हो होइन अहिले चाहिँ जुत्ता सुत्ता हातमा होइन ब्याग त्यहाँ पछाडि लिएर त्यो केटाहरू नखेलाहरूले होइन हामीले हल्का फुल्का हान्ने हो
थोरै भयो भने हामी अनि अब चाहिँ त्यो के अरे फोर्सहरू आउँछ जिउमा फोर्सहरू हुन्छ भनेर चाहिँ होइन के अरे नुहाउनलाई क्या तल धारा छ अनि त्यहाँनिर स्याम्पू ल्याएको छ केटाहरूले अनि जिउ पखाल्नु पर्छ अनि चटी पनि फेर्ने ल्याएको छ क्या हामीले अनि त्यसपछि त्यहीँ तलै गर्ने भनेर चाहिँ हिँडेको अब हल्का फोरमै खेलेको जस्तो गर्नु पर्यो त्यसै भयो नि जिउमा लुतो सुतो आयो भने त टेन्सन हुन्छ भनेर हिँडिसक्यो अहिले चाहिँ हामी होइन अरू केटाहरू आउँदैछन् भनौँ न आहरूले चाहिँ यहाँ धारै हान्दिएर यस्तो हामीले केटाहरू यहाँ सबजना नुहाइरहेको छ होइन अब देखाउनु मिलेन होइन अहिले चाहिँ हामी यहाँ धारामा नुहाएर चाहिँ ट्याक्कसँगले लुगासुगा यता व्यवस्था गरेर चाहिँ अब जानुपर्ने हुन्छ है तलतिर त्यही हो पाइप थियो क्या ओइ केटा हो के गरेर पखाइ फरिरहेको छ के अरे त्यहाँनिर पाइप थियो क्या अनि त्यसपछि केटाहरू त्यहाँनिर होइन स्याम्पू ल्याएको थियो मस्त नुहाइदियो होइन अब त्यहाँ फोहोर पानीमा अब खेलेसी त नुहाउनु पऱ्यो भनेर अहिले ट्याक्क नुहाएर मस्त नुहाएर भ्याइसकेर चाहिँ हामी जाँदैछौँ केटाहरू नै आउँदैछन् यो पाइप हो क्या यो देखिया पाइपबाट पानी पठाइरहेको ओहो बाटो त हिलो रहेछ पानी तलतिर जाँदो रहेछ होइन यहाँ मेन ठाउँमा फुस्काइदिएरै नुहाइदिएको क्या अनि अहिले चाहिँ अब हामी जान्छौँ तल अनि तल गएर खासा चाहिँ चाउचाउ किनेको छ त्यो चाहिँ खाएर चाहिँ घरतिर लाग्नुपर्ने हुन्छ है जस रमाइलो भयो त्यहाँ पौडी खेल्नेतिर ध्यान भयो धेरै भिडियो सिडियो बनाएर केटाहरूले है अरू भने त्यही हो फेरि नास्पाती हान्दै हिँडेको छौँ ट्याक्कसँगले चाहिँ अब तल बसेर चाहिँ हामी रमाइलो गर्छ एकछिन गर्छ अहिले चाहिँ हामी हिँडिसक्यौँ होइन ट्याक्कसँगले जङ्गलमा अहिले चाहिँ ओह्रालो हिँड्दै हो क्या कति छिटो आएको जस्तो फिल भएर आयो क्या कसम चाहिँ होइन नास्पाती टोक्दै आउँदै होइन यो हरियो चाहिँ अलिक पिरो हुँदो रहेछ क्या अनि बोक्रा यसको छडाउँदै भित्रको फल हान्दै गरेर हो क्या अहिले केटाहरू लस्कर खानु त्यही हो बसिसक्यो ट्यागको चाउचाउ हान्दै हो होइन केटाहरू चाहिँ यतातिर छन् सबजना अनि शीतलमा आएर यहाँ म त भिडियो हान्नै बिर्सेछु क्या अनि त्यही भएर हान्दै अब तलतिर लाग्छौँ हामी घरतिर अरू पनि त्यस्तै हो केटा रमाइलो भयो कि भएन रमाइलो भयो यहाँबाट चाहिँ ट्यागको तलको भ्यू चाहिँ दामी देखिन्छ कि हल्का फुल्का होइन अहिले चाहिँ वेदर पनि ट्यागको घाम लाएर हल्का क्लिन भइसकेको छ अनि हाम्रो घर चाहिँ उता पारिपट्टि हो क्या उता घरहरू देखेको साइडमा हो कि उतापट्टि अनि अब जान्छौँ केटाहरू चाहिँ अगाडि गइसक्यो गएर म चाहिँ हिँड्ने चाहिँ भनौँ न त्यही हो रमाइलो छ ओह्रालो बुटुङ टुङटुङ केटाहरू पनि भर्खर यहाँ तल रोडबाट छुटेँ अनि म चाहिँ अब घरतिर जाँदै हो है आजको दिन त्यस्तै भयो के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है भिडियो चाहिँ अब सकेसम्म राम्रै बनाउनु खोज्यो थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई गाइस यु नेक्स्ट ब्लग ल